आदरणीय मित्रहरू, रात्रिकालीन सबैलाई स्वागत तथा नमस्कार। यसगरी म तपाईहरुको समक्ष सानो भिडियो लिएर आएको छु। यसलाई सुनिदिनुस् अनि प्रतिक्रिया दिनुस्। श्रम संस्कृति पार्टीका अध्यक्ष माननीय अर्क साम्पाङ ज्यूले गर्नुभएको कार्य जसरी भए पनि अब भित्री मनले जे सोचे पनि बाहिरी प्रशंसा योग्य छ। मान्छेले जे सोच्लान्, अब पार्टी आफ्नो भएकोले आफ्नो विचारहरू सिद्धान्तहरू आफ्नो ठाउँमा छ। तर तपाईको चाहिँ उहाँले गर्नुभएको कार्य चाहिँ प्रशंसा नगरी कोही पनि सक्दैन। किनभने उहाँले एउटा सिङ्गो राज्यले तपाईको गर्न नसकेको कामहरू उहाँ एउटा 7 सिटको दलको नेतृत्वमा तपाईको चाहिँ नि दार्चुला जस्तो विकट स्थानमा तपाईको 85-84 दिनमा तपाईको चाहिँ नि पुल बन्न सफल उहाँले गर्नुभयो। यो नै तपाईको उदाहरणीय कार्य हो र यस्ता कठिन कार्य उहाँले गर्न सक्नुहुन्छ भने अरु कार्य तपाई गर्न नसक्नु होला भन्ने कुरो यहाँ पनि शंकै छैन। र उहाँले तपाईको अहिले फेरि जुन मिडियामा नआएकाहरू अथवा छायामा परेको धेरै कार्यक्रमहरू छ, जस्तो सामूहिक खेती है, अनि जस्तो असहाय वृद्ध एकल महिलाहरूलाई घर बनाइदिने देखि लिएर तपाईको एउटा सिलिङ सकमा भन्ने एउटा पार्क बनाउनु पनि उहाँले थाल्ने गर्नुभएको छ। यी सबै सराहना गर्न पनि शब्दै छैन मलाई लाग्छ। किनभने अहिलेसम्म आएर देशले यस्तो किसिमको विकासका तपाईको कार्यहरू एकजना पार्टीको नेतृत्वबाट गरेको कसैले पनि देखेको छैन। त्यसै कारण पनि सराहना योग्य छ। अनि उहाँका प्रतिद्वन्दीहरूले तपाईको उहाँलाई निस्तेज गर्नको लागि उहाँको कार्यलाई तपाईको चाहिँ नि सराहना गर्नुको उल्टा विरोध गरिरहेको अवस्था छ। यो कस्तो किसिमको मान्छे, कस्तो मानसिकता भएको मान्छे विरोध गर्ने बा उले कस्तो चाहिँ नेपाल चाहेको त, कस्तो चाहेको हो, कस्तो खालको नेतृत्व चाहेको, अचम्मको विषय क्या। हामीले तपाईको चाहिँ नि म अहिले 50, 55, 57 वर्षको भइसके विकासका कार्य सरकार आओस्, थाई सरकार देश विकास गरोस् भन्दा भन्दै अब तपाईको यो वृद्ध अवस्था अर्थात् तपाईको चाहिँ नि भन्नु पर्दाखेरि घरले जा बनेले आइज भन्ने अवस्थाको चाहिँ नि भइसक्यो है। र अहिले जुन अर्क साम्पाङले गरिरहेको कार्य हेर्दाखेरि कथा हामी पनि हाम्रो देशको विकासको थोरै भए पनि उपभोग गर्न पाउँछौं कि भन्ने खालका आशा उहाँले जगाउनु भएको छ। अनि हेर्छु तपाईको प्रतिद्वन्दी भनौं, प्रतिपक्ष अर्थात् उहाँको चाहिँ एन्टी पार्टी भनौं, विकासका कार्यहरूदेखि लिएर पनि विभिन्न कोही बेला क्युआर पार्टी अरे, कोही बेला के अरे, कोही बेला हर्की अरे, कोही बेला के कमसे कम राम्रोलाई त राम्रो भन न। अनि म त के भन्न लागेको छु भने हिजोको नेता नेतृत्व गलत रहेन रहेछन् क्या, जनता नै गलत रहेछन् भन्ने कुराहरू मलाई कता लाग्न थाल्यो। किनभने राम्रो कामको पनि हामी वर्णन गर्दैनौं, राम्रो कामको पनि प्रशंसा गर्न सक्दैनौं, समर्थन गर्न सक्दैनौं भन्ने हाम्रो चेतना कहाँ छ? हाम्रो चेतनाको कारणले गर्दाखेरि नेतृत्वले पनि गलत कार्य गरेका रहेछन् भन्ने कुराहरू यहाँबाट थाहा हुन्छ। अनि जस्तो तपाईको चाहिँ यो हामी 4 वर्ण 36 जातिको फुलबारी हाम्रो नेपाल हो। यो नेपाललाई बनाउन तपाई हामी सबैले उत्तिको दायित्व छ, उत्तिकै तपाई हामीलाई बोझ हुन्छ। नेपाल बने तपाई हामी सबै बन्छौं, नेपाल बिग्रे तपाई हामी सबै बिग्रिन्छौं है। यो कुरो तपाई हामीले हेक्का राख्दा यति कुरोलाई थाहा हुँदा हुँदै पनि हामी किन तपाईको चाहिँ नि
काम गर्ने मान्छेलाई पनि खुट्टा तान्छ। र काम गर्ने मान्छेले तपाईँको चाहिँ नि जो भ्रमणमा जाँदाखेरि उहाँलाई व्यवहार है अलिक असमान कार्यहरू किन गर्छन्? जस्तो तपाईँको अहिले भएको जनकपुर उहाँको भ्रमणमा, जनकपुरमा उहाँ घुम्न मात्रै जानुभएको होइन, घुम्न मात्रै होइन क्या, उहाँले तपाईँको त्यहाँ मानिलिउँ राजनीति गर्न अर्थात् मान्छेको मनोभावना भनौँ एट्र्याक्सन भनौँ उहाँले चाहिँ नि लिनको मात्रै जानुभएको होइन क्या। त्यहाँका जनताका दुःख कस्तो छन्, त्यो भूगोल कस्तो छ, त्यो भूगोल पनि हाम्रो हो, त्यो भूगोल हाम्रो र हामी समग्र नेपालीको, र त्यहाँ पनि मैले नजर लाउनुपर्छ भन्ने हेतुले उहाँ जानुभएको हो क्या। त्यहाँका नेपालीहरूको दुःख के छ, त्यो बोर्डरमा पर्छ, त्यो बोर्डरमा बस्ने नेपालीहरूको अवस्था कस्तो छ भनेर तपाईँको चाहिँ उहाँ त्यहाँ जान भएको। र उहाँ जस्तो नेता अर्थात् भन्नुपर्दाखेरि नेपालका तपाईँको जुन राजनीति गर्छु भन्ने चेतना भएको, राजनीति गर्छु भन्ने खालका नेताले त एक क्षेत्र, आफ्नो निर्वाचन क्षेत्र, आफ्नो निर्वाचन भूगोल मात्रै होइन, समग्र तपाईँको चाहिँ नेपाललाई हेर्न सक्नु पर्यो, नेपालमा दृष्टिकोण लाउन सक्नु पर्यो, अनि तपाईँको चाहिँ नि राष्ट्रिय नेता, अनि त्यसलाई नेता र नेतृत्व भन्न सुहाउँदछ। हाम्रो नेपालमा त सीमित ठाउँ एउटा क्षेत्रमा निर्वाचनमा चुनेर गयो, अनि त्यही निर्वाचनमा ध्यान दियो, अनि अरू कुरो जसुकै होस्। जस्तो पश्चिमतिर जस्तो रुकुम रोल्पा मुस्ताङ होइन, उत्तरमा तपाईँको भन्नुहुन्छ त्यत्रो विकट सोलुखुम्बु, उहाँ ताप्लेजुङ, उता तेह्रथुम है। अब दक्षिणतिर हेर्नु छ भने त्यस्तो अब त्यो झापाको तल्लो छेउतिर उतातिर तपाईँको चाहिँ हेर्नु छ भने बोर्डरको छेउछेउ सर्लाहीतिर हेर्नुहोस् त कस्तो खालको अवस्था छ। त्यहाँका नेपालीहरूको वेदना कस्तो छ, कति कष्ट छ। अहिले हिजो अस्ति प्रधानमन्त्रीले नै दिनुभएको विज्ञप्तिको अब भनौँ भनाइले, उहाँको भनाइ क्या ले भारतको पनि सिमाना हामीले मिचेका छौँ भनेर त्यहाँ बोर्डरमा बस्ने नेपालीले कति तपाईँको चाहिँ अहिले अप्ठ्याराहरू आएको छ। भारतले अब सिधै तपाईँको हस्तक्षेप गर्दैछ है। त्यस्तो अभिव्यक्ति दिँदै हिँड्नु भएको छ। त्यो अभिव्यक्तिको कारणले के छ त भनेर सबै नेपालको नेतृत्वले अहिले नजर लाउनु पर्ने हो। पक्का नेता नेतृत्व नै हो भनेदेखि त्यसै कारणले पनि त्यो बुझेर नै अहिले हर्क साम्पाङ त्यहाँ जानुभएको। तर तपाईँको त्यो हर्क साम्पाङको बारेमा तपाईँ भन्नुहुन्छ भने उहाँ जन्मजातै एउटा किराँतीको छोरो, सुम्निमा पारुहाङलाई मान्ने मान्छे हुनुहुन्छ, उहाँ पितृ मान्नुहुन्छ, एउटा हाम्रो पितृ हुन्छ, त्यो पितृलाई मान्नुहुन्छ। साथसाथै तपाईँको उहाँले भन्नुपर्दा एउटा सनातन, कसैले के भनेको छ पास्टर भनेर ट्याग लगाएको छ, कसैले के भनेर ट्याग लगाएको छ है। अर्को कुरो पास्टरको विषय पनि तपाईँको यो है, अब बहुजाति बहुभाषिक बहुसंस्कृति भएको देशमा यहाँ त धर्म आफ्नो आफ्नो हिसाबले मान्न पाउँछ। ल छेडीको लागि चाहिँ मै एउटा क्रिस्चियन भएँ, अब कोही चाहिँ तपाईँको मुस्लिम भएर उसले आफ्नो विचारअनुसार धर्म मान्न पाउने। अनि त्यहाँ पनि के अवरोधहरू कुण्ठाहरू सिर्जना गर्ने गरिदिने, अनि यसलाई लोकतन्त्र भने, अनि डेमोक्रेसी भन्ने, कताको डेमोक्रेसी, कताको लोकतन्त्र भने। ल उहाँ एउटा कुरो फेरि पास्टर पनि होइन, उहाँ एउटा कुरो तपाईँको सनातन धर्म देख्नुभयो। पास्टरले तपाईँ टिको लाउँछ, पास्टरले मठ मन्दिरहरू चाहिँ नि तपाईँको चाहिँ नि ढोक्छ, पाथी भाडामा गएर ढोक्नु माला लाउनु भएको छ, पशुपतिमा आएर माला ढोक्नु भएको छ। यति कुरो प्रमाण हुँदाहुँदै पनि केही नपाएर हर्क साम्पाङलाई पास्टर भनेर ट्याग लगाएर कसरी त्यसलाई तपाईँको चाहिँ नि व्यवहार भनौँ एउटा अभद्र व्यवहार गर्न सकिन्छ भन्ने पास्टरको ट्याग लगाएर अब तपाईँको जनकपुरमा यसरी तपाईँको दुर्व्यवहारहरू गरियो। यो भर्सनायोग्य छ। यो त्यहाँभित्रका तपाईँको मलाई लाग्छ सबैलाई त्यहाँ तपाईँको दोष लाउने छैन, तर केही यो सामाजिक सहिष्णुता, जातीय सहिष्णुता, अनि यो धार्मिक तपाईँको चाहिँ नि सहिष्णुता
लाई खलबल्याएर अनि धार्मिक वैमनस्यता ल्याएर तपाईँको चाहिँ देशले तपाईँको धर्मयुद्धको नाममा गृहयुद्धतिर लान खोजिरहेको जस्तो बुझिन्छ। त्यस्ता किसिमको झुन्ड, त्यस्ता किसिमको चाहिँ मान्छेहरूलाई, त्यस अतिवादी सोच भएका मान्छेहरूलाई तुरुन्त राज्यले नियन्त्रण गर्नुपर्छ, कारबाही गर्नुपर्छ। नत्र भने राज्य त असफल भयो देशै तपाईँको अप्ठ्यारोमा पर्नेवाला छ। देशको अस्तित्व विश्वमा हेर्नुहोस्, जहाँ जहाँ तपाईँको गृहयुद्ध भएको छ देश के भएको छ तपाईँ हामीलाई थाहा भएको कुरो हो होइन। अनि त्यस्तै हुन दिने हाम्रो देशलाई अब त्यो हुन नदिनको लागि है तपाईँ हामी यतिखेर नै सचेत हुनुपर्छ। त्यस्ता किसिमको मान्छेले तुरुन्त नियन्त्रण गर्ने। एक बोरा आलुमा तपाईँ एउटा आलु पुग्यो भने त्यो सबै बोरा आलु पुग्छ अरे। त्यसले गर्दा त्यो आलुलाई फालिदिनुभन्दा अरू विकल्प फालिदियो भनेदेखि अरू त कमसेकम बच्यो हो। त्यसलाई भन्ने तात्पर्य त्यसलाई कारबाही गर्नु पर्यो। सरकार त्यतातिर जाओस् अनि मात्र नेपालीको भविष्य, भाग्य भविष्य भोलि तपाईँको चाहिँ हामी रह्यौँ भने त विभिन्न कर्म गर्दै भए पनि, विभिन्न किसिमको चाहिँ कष्ट गर्दै भए पनि एकदम त हामी त नेपाल त बनाउँछौँ नि। तर तपाईँको अस्तित्वमाथि नै यहाँ विभिन्न खाले यस्तो किसिमले धावा बोलिन्छ भनेपछि यसको लागि राज्य सचेत हुने नहुने यो राज्यको दायित्व हो। राज्यसँग तपाईँको यस्ता अङ्गहरू छन्, न्यायिक अङ्गहरू छन्, यी सबैले तपाईँको यतिखेर बुझ्नु पर्यो। भोलि तपाईँको चाहिँ नि बुझ्नलाई अलिक ढिलो भयो भनेदेखि साह्रै तपाईँको देशलाई तपाईँ हामीलाई ठुलो तपाईँको सङ्कट आउनेछ भन्ने कुरो म चाहिँ नि राख्दै यहीँ साया हुन्छु। धन्यवाद।